हेलो हेलो गाइजहरु, म त आज यता जंगलतिर जाँदैछु है। मेरो चाहिँ अब यो अलैँचीको गोडमेल गर्ने सिजन आएको छ। अब चाहिँ नि अलैँची धेरथोर जे भए पनि गोडमेल गर्नका लागि म चाहिँ आफ्नो अलैँची बगानतिर जाँदैछु। मेरो बगानहरू यस्तै छ। एकदमै अस्ति चाहिँ भदौबाट चाहिँ मैले गोडमेल नगरेको अलैँचीहरू एकदमै जङ्गलले छोपिरहेको अवस्था। म चाहिँ अब जङ्गल अलैँची घारीमा आइसकेको छु र अलैँची चाहिँ जोस बगानमा हेर्दाखेरि फुलहरू फुल्न थालेछ र म आज चाहिँ पहिलो पटक मेरो अलैँची बगानहरू हेर्नलाई आइरहेको छु। अलैँची अलि यसपाल पनि लामो खडेरी गएको हुनाले अलैँचीहरू केही सुकेको र अहिले चाहिँ पानी मजाले परेको हुनाले अहिले भर्खरै मात्र चाहिँ अलिकति अलैँचीको बगान चाहिँ हरियाली हुन थालेको छ र अलैँचीको फुल फुल्ने सिजन यो औलतिरको चाहिँ र अहिले चाहिँ अलैँचीले यसरी भर्खर मात्रै फुल फुल्न थालिरहेको छ। यसलाई चाहिँ पत्करहरू यो चाहिँ रुखपातको पत्करहरू चाहिँ ले छोपेको हुनाले अब यो फुललाई चाहिँ सफा गर्नुपर्ने हुन्छ। म चाहिँ आज यसैको लागि म जङ्गलतिर यसरी चाहिँ आइरहेको छु, जङ्गल अलैँचीको बगानतिर। यो चाहिँ मेरो जिरे खोर्सानीको बगान हो, बोट भनौँ न हैन। यो चाहिँ बर्खामा म यतातिर अलैँचीको काम गर्न आउँदाखेरि यो खोर्सानी खाने गर्छु। अहिले पनि केही पाकिरहेको छ र अब चाहिँ यसरी नयाँ मुना पनि लाउन थालिसकेको छ। अब पक्कै पनि वैशाख जेठतिर फेरि पनि यसले फलेर फल दिन थालिसक्नेछ। ल हेर्नुहोस्, यो पनि मेरो अर्को चाहिँ अलैँची के अरे चाहिँ खोर्सानी बोट। यो चाहिँ मेरो यतातिर काम गर्दाखेरि खाने मेरो अर्ग्यानिक मसला